नमस्कार साथीहरू, म फेरि पनि आइसकेको छु तपाईँहरूको परीक्षालाई लिएर जिके केही सहज गर्नको लागि। र आजको श्रृङ्खलामा मैले ल्याएको छु नेपालको भूगोलबाट विगतमा सोधिएका केही महत्त्वपूर्ण 10 प्रश्नहरू। र पहिलो प्रश्न रहेको छ, भाबर क्षेत्रले नेपालको कुल क्षेत्रफलको कति भूभाग ओगटेको छ? र यसको सही उत्तर रहेको छ 4.5%। र दोस्रो क्वेसन रहेको छ, काठमाडौँ उपत्यका समुद्रदेखि कति मिटर उचाइमा रहेको छ? र यसको सही उत्तर रहेको छ 1337 मिटर। तेस्रो क्वेसन रहेको छ, क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा सानो प्रदेश कुन हो? र यसको सही उत्तर रहेको छ मध्य प्रदेश। र अर्को क्वेसन रहेको छ, नेपालले दक्षिण एसियाको करिब कति प्रतिशत भूभाग ओगटेको छ? र यसको सही उत्तर रहेको छ 2.82 अर्थात् 2.82। र अर्को प्रश्न रहेको छ, नेपालमा हिमाली क्षेत्र कति भाग ओगटेको छ? र यसको सही उत्तर छ 15%। नेपालको ठिक अवस्थिति कुन हो? यसको सही उत्तर रहेको छ 26 डिग्री 22 मिनटदेखि 30 डिग्री 27 मिनट उत्तरी अक्षांश र 80 डिग्री 4 मिनटदेखि 88 डिग्री 12 मिनट पूर्वी देशान्तर। र अर्को क्वेसन रहेको छ, नेपालमा कतिवटा जिल्लाले चीन र भारतको सिमाना छोएको छैनन्? र यसको सही उत्तर छ 37। र अर्को प्रश्न रहेको छ, नेपालको सबैभन्दा उत्तरी बिन्दुमा कुन जिल्ला पर्दछ? र यसको सही उत्तर रहेको छ हुम्ला। अर्को क्वेसन रहेको छ, नेपाल चीनभन्दा कति गुणा सानो छ? र यसको सही उत्तर रहेको छ 65 गुणा। र अर्को अन्तिम प्रश्न आजको लागि रहेको छ, प्राय नक्साको स्केल केमा व्यक्त गरिन्छ? र यसको सही उत्तर रहेको छ रेसियो। धन्यवाद। र अरू पार्टहरू म लिएर आउने गर्दैछु। त्यो बेलासम्म फलो, सब्सक्राइब, लाइक गरिदिनु होला। धन्यवाद।